नमस्ते सबैजनालाई। आज चाहिँ हाम्रो यो पिसी सेकेन्ड इयरमा रहेको फिजिक्सको एउटा इम्पोर्टेन्ट डेरिभेसन रहेको छ, जुन डेरिभेसन के छ भन्दाखेरि डिराइभ द एक्सप्रेसन फर डिटर्मिनेसन अफ वेभलेन्थ अफ गिभन मोनोक्रोमेटिक सोर्स बाई युजिङ फ्रेस्नेल बाई प्रिज्म विथ एन एप्रोप्रिएट डायग्राम त्यो डायग्राम भने हो है। एन्ड अल्सो एक्सप्लेन द फ्री कलेक्सन अफ टेक द पर्फर्मिङ द एक्सपेरिमेन्ट र टियुमा यति पटकलाई चाहिँ सोधिसकेको छ 10 मार्क्सको लागि है। अब यो क्वेसन कसरी गर्ने भन्ने कुरा अब हामी डिस्कस गर्नेछौँ। त्यो क्वेसन गर्नुको लागि सबभन्दा पहिला उक्ति फिगर सिक्नु अनिवार्य छ। त्यो फिगर कसरी भयो भन्ने कुरा हो। सबभन्दा पहिला हामीले के गर्ने भन्दाखेरि एउटा सोर्स लिने है, त्यो सोर्स लिने र सोर्स लिइसकेपछि एउटा सोर्स लिने र सोर्स एउटा स्क्रिन चाहिँ सपोज यहाँ सोर्स र स्क्रिनको बिचमा हामीले के गर्ने एउटा बाइपिरामिडल भनेको के हो भन्दाखेरि दुईवटा ट्रायङ्गलहरूलाई चाहिँ यसरी मिलाएर बनाएको कि दुईवटा बाई भनेको दुई हो है। दुईवटा ट्रायङ्गलहरूलाई यो एउटैमा मिलाएर यदि हामीले के गर्यौँ एउटा ट्रायङ्गल लिन्छौँ है, त्यसलाई बाइप्रिज्म भनेको छ। यो बाइप्रिज्म लिइसकेपछि एउटा हामीले सपोज यसलाई यस्तो मान्न सक्छौँ। यसमा हामीले यसलाई चाहिँ यस्तो रूपमा लिएका छौँ है, र जसमा चाहिँ यसरी हामीले यसरी दुईवटालाई एउटा बनायौँ। यहाँ हामीलाई यो स्लिट र स्क्रिनको बिचमा हामीले के चाहिन्छ एउटा बाइप्रिज्म चाहिन्छ है त। सो अब यो स्लिट र स्क्रिनको बिचमा जब हामीलाई बाइप्रिज्म चाहियो त हामीले के गर्ने यहाँबाट भन्दाखेरि यहाँबाट जब हाम्रो के हुन्छ स्लिट र स्क्रिनमा बाइप्रिज्म राख्नु पऱ्यो। त्यसपछि हामीले के गर्नु पऱ्यो भन्दाखेरि यो स्लिटबाट हामीले लाइटका रेजहरूलाई चाहिँ यसमा इन्सिडेन्ट गर्नु या फल गर्नु, यसमा फल गर्नु पऱ्यो। र त्यसमा फल गर्दाखेरि जति पहिले माथि गर्छौँ तिनीहरू के हुनुहुन्छ भन्दाखेरि हामीको सपोज यो एउटा बेस लाइन छ, यो बेस लाइन यसलाई बेस लाइन भन्छौँ। यो बेस लाइन छ भने यिनीहरू चाहिँ बेस लाइन तल झुक्छन् है। यदि माथि ल्यायो भने सिधै जान्छन् जहिले पनि। त यो हाम्रो के हुन्छ भन्दाखेरि माथि तर हाम्रो के हुन्छ जति हामीले तल ल्याउँछौँ तिनीहरू के हुन्छ त बेस लाइनको तल आउनु खोज्छन्। मैले के भने भन्दाखेरि एउटा चाहिँ सोर्स लिने, एउटा स्क्रिन लिने सबभन्दा पहिला उतेले जस्तै होइन। त्यसको बिचमा एउटा बाइप्रिज्म राख्ने मैले र त्यहाँबाट हामीले के गर्ने भन्दाखेरि लाइट रेजहरू चाहिँ हामीले के गर्ने यसमा चाहिँ फल गर्ने। त्यो फल गरेपछि के हुन्छ यिनीहरू चाहिँ प्यारलल रूपमा जान्छ। यहाँबाट पनि हामीले एउटा यहाँ इन्स्टेन्ट गर्छौँ, यिनीहरू प्यारलल रूपमा जाने भयो। ठिक छ, यो दुईवटा प्यारलल हुने भयो। अब यसलाई चाहिँ यो हामीले यहाँबाट यो सोर्स छ, यो सोर्सबाट सपोज हामीले यहाँ लाइटहरू फल गऱ्यौँ। फल गर्दाखेरि अब फेरि हामीले यहाँबाट यहाँनिर गर्दाखेरि के भयो त भन्दाखेरि यिनीहरू चाहिँ अब तल यो लाइनलाई टच गर्नु खोज्ने बेस लाइनलाई यहाँबाट के हुन्छ त यिनीहरू यसरी बेन्ड हुन खोज्छन्। ठिक छ, यसरी बेन्ड हुन खोज्छन्। फेरि यहाँबाट आए जसले हामीले यहाँबाट पठाएँ यो पनि के हुन्छ यहाँबाट यसरी आएर टर्न हुन खोज्छ। यहाँनिर यिनीहरू सुपर इम्पोज भए है। अब सुपर इम्पोज हुनु खोज्यो भने अब यहाँबाट मैले लाइट पठाएँ, यो के भयो भन्दाखेरि यहाँबाट लाइट पठाएँ, यो पठाएको लाइट चाहिँ फल गर्यो यो प्रिज्मको एजमा। यो प्रिज्मको एजमा जब फल गर्छ त फल गरिसकेपछि के हुन्छ भन्दाखेरि यो चाहिँ बेन्ड हुन्छ बेस लाइनतर्फ यदि डाउनवर्ड। यदि हामीले सोर्सबाट यदि हामीले लाइटलाई चाहिँ प्रिज्मको अप्पर फेसमा अप्पर एज अफ प्रिज्म लाइट फल फ्रम यो सोर्सबाट यदि लाइट फ्रम गऱ्यो अप्पर एज अफ द प्रिज्म। सो त्यसपछि लाइट बेन्ड द डाउनवर्ड है। लाइट चाहिँ के हुन्छ त भन्दाखेरि जब हामीले अप्पर फेजमा हामीले लाइट इन्सिडेन्ट सबभन्दा पहिला प्यारलल रूपमा जान्छ भन्ने एउटा देखाउने। त्यसपछि हामीले गर्दै जाने। अब देखाउने जनरली यस्तै एउटा मात्र देखाउँछौँ हामी। अन्तखेरि बुझ्ने यसरी हो कि हामीले यसरी गर्दै जाँदा तिनीहरू लाइटहरू के हुन्छ त भन्दाखेरि डाउनवार्डतिर के हुन्छ त हामी अप्पर फेजमा गऱ्यौँ भने तिनीहरू बेसलाइनहरू डाउनवार्डतिर यिनीहरू बेन्ड हुने गर्छन्। यदि हामीले होइन लोअर एजमा चाहिँ यो बाइप्रिज्म हो, यो एउटा बाइप्रिज्म सान्नुको यो एउटा बाइप्रिज्म हो नि त। यो भनेको अप्पर फेज हो, यो भनेको लोअर फेज हो है। यदि हामीले यो दुईटै फेजमा यदि लोअर फेजमा गऱ्यो भने तिनीहरू अप्पर फेजमा बेन्ड हुन्छन् है त। अब त्यसो हुन्छ भने सपोज हामीले यहीँबाट यहीँनिर अलिकति माथि के
0 पाइन्ट समथिङ यसरी टेन्स टु 0 टेन्स टु गरेर लगभग 0कै नजिक यदि हामीले दियौँ भने यदि अप्पर फेजमा हामीले यदि टेन्ड गर्छौँ भने ऊ त्यहाँ जस्तो देखिन्छ। अप्पर फेजमा यदि हामीले टेन्ड गर्यौँ भने त्यो चाहिँ के हुन्छ तलतिर जान्छ। यदि होइन हामीले यदि लोवर फेजमा यहाँको यही लाइनबाट हामीले यदि लिएर यदि लोवर फेजमा गयौँ भने त्यो माथितिर टर्न हुन्छ कि नै। पहिले त हाम्रो यति सुपर इम्पोज भएको थियो, यति हो नि त हाम्रो सुपर इम्पोज भएको। यसलाई इन्टरफेरेन्स भनेको के हो भन्ने कुरा हो। सो इन्टरफेरेन्स हो नि त यो त क्वेसन। इन्टरफेरेन्स भनेको जहिले पनि दुईभन्दा बढी लाइटहरू चाहिन्छ। त्यो लाइटहरू जहाँ सुपर इम्पोज हुन्छ हो त्यो भित्रको जो कमन पार्ट छ, कमन रिजन छ, त्यसलाई हामी इन्टरफेरेन्स भन्छौँ। यसको लागि यो इन्टरफेरेन्स रिजन भयो। अब यहाँनिर छ, यहीँबाट के हो सुपर इम्पोज भइदिए दुइटै लाइनहरू। लाइन भनेको दुइटै रेज हो, दुइटै लाइटहरू मैले यहाँबाट अलिकति माथिबाट आयो भने तलतिर डाउनवार्ड हुन्छ। के भन्दाखेरि माथि तल डाउनवार्ड हुन्छ, सरी तल बेन्ड हुन्छ। तलको यदि हामीले तल अलिकति यहाँभन्दा यो पोइन्टभन्दा अलिकति यदि मैले तलतर्फ गऱ्यो भने त्यो माथितिर बेन्ड भयो। अर्थात् यो दुइटैको कमन पोइन्ट भनेको यति भयो, कमन पार्ट भनेको हो त है। यसरी यहाँ त्यस्तै हो क्या। मैले यो लाइन लिएको थिएँ, यो लाइनमा के गरेको थियौँ भन्दाखेरि मैले यो अलिकति यदि तल लियो भने यो लाइन माथि बेन्ड भयो। यदि यो लाइन अलिकति एउटैमा जस्तो क्या, हेर्दाखेरि एउटैमा छुट्याउनै नसकिने, यो कुनै यहाँनिर हामीले माइक्रोस्कोप लगाउँछौँ त्योबाट मात्र त्यो डिफ्रेन्स गर्न सक्छौँ। यो दुइटा अलिकति तल माथिसम्म यो लियो, त्यो मैले अलिकति यहाँ अलिक परबाट निकालेको छु है। यहाँबाट मैले लिएर के गरेँ त, यदि अलिकति तल्लो पार्टमा लियो भने माथि बेन्ड भयो। यदि तल्लो एजमा चाहिँ हामीले सोर्सबाट चाहिँ लाइटलाई फल गरायौँ, यदि डाउनवार्ड एज अफ द बाइप्रिज्म, यो बाइप्रिज्मको डाउनवार्ड फेजमा चाहिँ एजमा चाहिँ मैले लाइटलाई चाहिँ यहाँनिर फल गऱ्यो भने त्यो चाहिँ के हुन्छ त अपवार्ड डिरेक्सनमा बेन्ड हुन्छ है। यदि मैले यही लाइन भनेको त अलिकति डिफ्रेन्स होला। यदि माथि अलिकति यो भट्टेको अलिकति माथि मैले यहाँबाट लाइट रेजलाई चाहिँ इन्सिडेन्ट गर्ने हो भने त्यो माथि गयो भने त्यो तलतिर बेन्ड भयो है। जो यो पार्ट छ काटेको कमन पार्ट यो लाइनको बिचको हो, त्यही नै के हो त इन्टरफेरेन्स हो है। त्यही इन्टरफेरेन्स हामीले यही बुझ्ने हो। अब मैले जनरली के भनेको छु यसमा के गरिरहेको छु भन्दाखेरि सबभन्दा पहिले मैले के भने एउटा स्क्रिन एउटा सोर्स भनेको स्लिट हो है। स्लिट भनेको सानो होल हो नि त है। यदि मैले सोर्स र उसको बिचमा के गरेँ, स्क्रिनको बिचमा चाहिँ मैले बाइप्रिज्म राखेँ। बाइप्रिज्म राखेपछि जस्तै मैले यहाँनिर यो एउटा स्क्रिन राखेको थिएँ, यहाँनिर एउटा मैले सोर्स राखेँ। सपोज यो सोर्स हो, सोर्स र यसको बिचमा मैले के गरेँ त एउटा बाइप्रिज्म ल्याइदिएँ है। बाइप्रिज्म ल्याउँदाखेरि मैले एउटा यहाँबाट रेजहरू चाहिँ यो अप्पर फेजमा गरेँ है। अप्पर एजमा मैले लाइनलाई चाहिँ फलो गरेँ। यहाँबाट सिधै प्यारलल रूपमा जान्छ। यहाँबाट पनि मैले यसरी लिएँ, यसलाई प्यारलल रूपमा गरिदिएँ। यदि मैले यहीँबाट अलिकति माथिको जस्तो मान्ने क्या, देखाउन यस्तै देखाउने, एउटैमा जस्तो देखाउने तर मान्ने हो। अलिकति माथि हो जस्तो भने बुझ्ने, अलिक माथि गर्दाखेरि माथि गरेको के हुन्छ तलतिर बेन्ड हुन्छ भने। यदि मैले यहाँबाट यदि तलतिर अलिकति यहाँनिर अलिकति तलतिर गऱ्यो भने त्यो चाहिँ के हुन्छ माथितर्फ बेन्ड हुन्छ है त, माथितिर बेन्ड हुन्छ। अब यो सोर्स हो, बेन्ड हुन्छ भने अब यो तलतिर बेन्ड भयो। यो तलतिर बेन्ड भयो कसरी बेन्ड भयो, योलाई सपोज यहाँबाट कुनै एउटा सोर्सबाट आइरहेको छ भन्ने कुरा मैले के माने ए सोर्स भन्ने माने है त। र यो पनि के हुँदो रहेछ भन्दाखेरि कुनै यो सोर्सबाट आउँदै होला है। यो पनि के हुन्छ त भन्दाखेरि यसरी बेन्ड हुन्छ। यो माथितिर गएको लाइन चाहिँ कुनै यो एउटा के हो त यो एउटा भर्चुअल सोर्सबाट के हो त यहाँबाट आउँछ भनेको बुझिन्छ होइन। यो सोर्सबाट आयो, जस्तै ऊ त्यहाँ बनाइरहेको छु नि त मैले। यो लाइट यहाँबाट मैले जनरली पठाएको त मैले यहीबाट हो, तर यो सिधै जान्छ नि त रेजहरू। त यो कहाँबाट आएको जस्तो देखिन्छ भन्दाखेरि यो एबाट आएको जस्तो देखिन्छ है। त्यसरी बनाउनु। अब यहाँबाट यसलाई यहाँ इन्सिडेन्ट गर्ने, यहाँबाट आएको जस्तो देखियो। अब हामीले के गर्ने त्यसपछि यो भनेको अप्ट्युस एङ्गल हुन्छ, सरी यो होइन कि यो अप्ट्युस एङ्गल 179 डिग्री हुन्छ। यो दुइटा इक्वल हुन्छ 1/2 डिग्रीको हुन्छ है। यो दुइटा एङ्गल मैले के भने यो अप्ट्युस एङ्गल एउटा अप्ट्युस एङ्गल हुन्छ, दुईवटा चाहिँ अप्ट्युस एङ्गल पनि 179 डिग्रीको हुन्छ है। अब त्यसै गरी अब के रह्यो त्यसमा चाहिँ भन्दाखेरि यो बनाएँ। त्यसपछि लाइटहरू पठाएँ। हामीले लाइट पठाएपछि यदि हामीले एउटा लाइट पठायौँ भने तल्लो यदि हामीले फल अन द डाउन एजमा गऱ्यौँ भने अप्पर फेजमा बेन्ड हुने भयो। यदि हामीले त मैले अप्पर फेजमा गयो भने डाउन फेजमा बेन्ड हुने भयो।
त्यो भइसकेपछि यो चाहिँ यो फेजबाट आएको जस्तो देखियो है। यसलाई मैले एक्सटेन्ड गरेर डट लाइनले भने यसलाई पनि डट लाइनले भने यो ए फेजबाट यो गएको देखियो है। यो रेज हो, यो बी फेजबाट अपवर्ड डिरेक्सनमा गएको जस्तो देखियो है। अब यो फिगरको कुरा भयो। अब त्यसै गरी अब यति भनेको कुरालाई चाहिँ म एकदमै टुमा लेखेर देखाउँछु है। त्यतिखेरसम्म वेट गर्नु होला। ल मैले यहाँ चाहिँ एकदमै भनिदिएको एकदमै सिम्पल ल्याङ्ग्वेजमा भनिदिएको छु। मैले जे भनेको थिएँ मैले त्यही लेखाएको छु। अब यहाँनिर हेर्नु होला, मैले यहाँनिर के भनेको थिएँ भन्दाखेरि यदि जब लाइट चाहिँ फल गर्छ, मैले यहाँबाट लाइट चाहिँ फल गर्छ यदि लोअर एजमा भने लोअर पार्ट या पोर्सन एज जे भन्दा पनि लोअर एजमा मैले यहाँनिर इन्सिडेन्ट गरायौँ भने यहाँबाट मैले भनेको थिएँ नि त यहाँ एउटै जस्तो मान्ने भनेर। यदि मैले लोअर पोर्सनमा यदि लाइटलाई मैले यदि के गरायौँ इन्सिडेन्ट गरायौँ यहाँनिर फल गरायौँ भने त्यतिखेर के हुन्छ भन्दाखेरि यदि लोअर पोर्सनमा फल गरायौँ भने अपवर्ड डिरेक्सनमा जान्छ, यो अप्पर पार्टमा जाने भयो है। यहाँनिर माथि जाने भयो, बेन्ड हुने भयो। अब यदि मैले होइन यदि अप्पर योबाट अलिकति अप्परमा गऱ्यौँ भने के हुन्छ भन्दाखेरि यो लाइट डाउनवार्डतिर जान्छ भनेको थिएँ। तर यो कहाँबाट आएको जस्तो देखिन्छ, यदि हामीले लोअरमा हामीले इन्सिडेन्ट गरायौँ भने यो एबाट आएको जस्तो देखियो। यदि मैले लोअर एजमा सपोज मैले यदि लोअर एजबाट है यदि मैले यो लोअरमा गरेको छु भने लोअरमा गर्दाखेरि के भयो त भन्दाखेरि यदि फल मैले यदि यहाँनिर के भन्दा लोअर पोर्सनमा बाइप्रिजमा फ्रम द सोर्स यसबाट मैले पठायौँ र मैले लोअर एजमा यदि लाइटलाई चाहिँ यहाँ मैले के गरायौँ फल गरायौँ इन्सिडेन्ट गरायौँ है। त्यसमा गरायौँ भने त्यो चाहिँ कम फ्रम द भर्चुअल सोर्स बीबाट आएको। यदि मैले तल्लो फेजमा यदि ठोक्यौँ भने यहाँबाट आएर यदि मैले तल्लो फेजमा भने त्यो बीबाट आएको जस्तो मानिने भयो है। अनि यदि मैले होइन यदि मैले माथिल्लो फेजमा यदि ठोक्यौँ भने माथिल्लो फेजबाट अलिकति माथि मैले अलिकति यहाँबाट अलिकति माथि लग्यौँ भने त्यो के हुन्छ भन्दाखेरि एबाट आएको जस्तो देखिन्छ माथि यसरी एक्सटेन्ड गर्दाखेरि है। मैले माथि गऱ्यौँ भने के भयो त भन्दाखेरि तल बेन्ड भयो नि त। मैले अलिकति माथि गऱ्यौँ भने मैले के भन्नु खोजेँ भन्दाखेरि सपोज यो प्रिज्म थियो है, यो स्क्रिन थियो है। यहाँ हामीसँग सोर्स थियो, मैले अलिकति यहाँबाट अलिक यो माथि बेन्ड गऱ्यो भने यहाँ यसरी तल जान्छ भनेको थिएँ नि त। सपोज यो तल थियो, तलबाट यदि मैले अलिकति तल थियो सपोज यहाँ त एउटै लाइनमा जस्तो आयो। यदि यस्तो हुनु थियो भने यदि यो यदि माथि अलिकति माथि यहाँ गएछ यदि फल मैले अप्पर पार्टमा फल गऱ्यो भने बाइप्रिज्ममा चाहिँ फल गऱ्यो भने सोर्सबाट यसबाट यहाँनिर यस छ सपोज है। सपोज कहाँ छ त यस भन्दाखेरि यो एस यहाँनिर छ भने है त। यो यसबाट मैले के गरेँ यहाँनिर फल गराएँ अलिक माथिबाट है। माथिमा यदि मैले इन्सिडेन्ट गरायौँ भने त्यतिखेर के हुन्छ भन्दाखेरि यो अप्पर पार्टमा बेन्ड गराएँ त्यो डाउनवार्डतिर जान्छ। यो डाउनवार्डतिर गयो तर यो आएको जस्तो कहाँबाट देखियो भन्दाखेरि यहाँबाट एबाट आएको जस्तो देखियो। यहाँ यसलाई माथि यसरी इन्सिडेन्ट गर्ने यो एबाट आएको जस्तो देखियो। यदि मैले अलिकति तल लियौँ भने यो प्रिज्मको अलिकति तल मैले इन्सिडेन्ट गरायौँ भने त्यतिखेर के हुन्छ भन्दाखेरि यो चाहिँ अप्पर पार्टमा जाने भयो। यदि मैले फल गराएँ लोअर पोर्सन अफ बाइप्रिज्मको यो लोअर पोर्सन हो। यदि लोअर पोर्सनमा मैले इन्सिडेन्ट गराएँ भने त के हुन्छ, यदि मैले यो लोअर पोर्सनमा इन्सिडेन्ट गराइदिउँ भने के हुन्थ्यो त्यतिखेर भन्दाखेरि यो चाहिँ यहाँ लोअर पोर्सनमा गयो भने यहाँ बीबाट आएको जस्तो देखिन्थ्यो कि होइन हो। त्यस्तै भन्नु खोजेँ हो के होइन खास कुरा है, त्यही बुझ्ने। अब यो काम पनि भयो। त्यसपछि जब यो दुईवटा यहाँनिर सुपर इम्पोज भयो, जब सुपर इम्पोज भयो त्यतिखेर इन्टरफेस प्याटर्न विल बी फर्म यो बोथ ए एन्ड बी मिलेर के हुन्छ त भन्दाखेरि ए एन्ड बी भनेको जनरली यो सोर्स यसकै हो। सोर्स S1 S2 जस्तो यो एबीलाई S1 S2 पनि माने हुन्छ, त्यो पनि एउटै हो। सोर्स ए र बीबाट ए र बी भनेको लगभग यही सोर्स जस्तो हो। किन भन्दाखेरि यो सोर्स यो डाइक्रोमेटिक हो नि, यो मोनोक्रोमेटिक यो चाहिँ हाम्रो मोनोक्रोमेटिक सोर्स हो। सो यिनीहरू के हुन्छ त भन्दाखेरि सेम वेभलेन्थ फ्रिक्वेन्सीका हुने है। यिनीहरू चाहिँ के हुन्छ त सेम हो, दुइटै एउटै हो। अलिकति देखाउँदाखेरि मात्र किन भन्दाखेरि इन्टरफेरेन्स हुनुलाई त दुईभन्दा बढी
लाइटहरू चाहिन्छ। सो त्यही भएर हामी दुई लाइटहरूलाई लिएर कम्तीमा दुई लाइट लिएलाई हामी दुई लाइटलाई चाहिँ अब हामी सुपर इम्पोज गर्छौँ। सुपर इम्पोज गरेपछि न्यू फर्मेसन हुन्छ त्यो भने अब त्यसमा चाहिँ हामीले के सपोज गर्छौँ भन्दाखेरि सपोज यो एबीको बिचमा डिस्टेन्स डी छ। हामीले यही कुरालाई भन्यो भने यहाँनिर भयो एबीको बिचमा डी डिस्टेन्स छ र जो ए र एस र बी र एसको बिचमा पनि के हुन्छ डी/2 हुन्छ। यो जति हो त्यति यहाँ पनि हो त्यो पनि ठ्याक्कै डी/2 भन्छौँ। र हाम्रो जो यो सोर्स छ सोर्स र स्क्रिन बिचको जो डिस्टेन्स हो त्यसलाई चाहिँ हामीले क्यापिटल डी भन्छौँ, यसलाई स्मल डी भन्छौँ। र त्यसपछि चाहिँ अरू त त्यस्तै खासै भन्ने कुरा छैन। अब त्यसलाई चाहिँ म अलिकति लेखिदिन्छु है, त्यसपछि हामी थ्योरी पार्टमा जान्छौँ। ल अब यहाँनिर मैले अलिकति ल्याङ्ग्वेज लेखाइदिएँ। ल्याङ्ग्वेजमा के भने भन्दाखेरि मैले त्यही कुरा भएको कुरा भने ए र बीको बिचमा के छ र भन्दाखेरि डी डिस्टेन्स छ। यो एदेखि यो बीसम्मको बिचको डिस्टेन्स भनेको डी छ भने मैले त्यही भने र यो स्क्रिन र यो सोर्स हो, यहाँदेखि यो सोर्स र यो स्क्रिन बिचको डिस्टेन्स भनेको डी छ भनेर मैले भनेको थिएँ। र जो हाम्रो ए र बी छ यो ए र बी चाहिँ यो सीबाट बराबर डिस्टेन्समा जति यहाँबाट यहाँसम्म पुग्न टाइम लाग्छ त्यति यहाँबाट यहाँसम्म पुग्दा टाइम लाग्छ। मैले के भने ए र बीदेखि बी र सीसम्म ए र सी र बी र यो सीसम्मको डिस्टेन्स हो, अर्थात् टाइम चाहिँ एकै टाइममा लाग्छ भने हो। त्यही भनेको डिस्टेन्स र हो। यहाँनिर जो फ्रिन्ज बन्छ त्यो चाहिँ ब्राइट फ्रिन्ज हुन्छ र जसको चाहिँ म्याक्सिमम इन्टेन्सिटी हो। ब्राइट फ्रिन्ज भनेको म्याक्सिमम इन्टेन्सिटी हो, म्याक्सिमम भन्छौँ त्यसलाई है। यसलाई कन्स्ट्रक्टिभ पनि भन्छौँ, कन्स्ट्रक्टिभ फ्रिन्ज भन्छौँ है। तीनवटा नामले दिइन्छ, तिन चारवटा नामले है त्यो कुरा। अब त्यसै गरी अब चाहिँ हामी के गर्छौँ यसको न्युमेरिकल क्वेसन सल्भ गर्छौँ। मतलब थ्योरी अब डेरिभेसनतिर जाउँ है त। अब डेरिभेसनले के भन्छ भन्दाखेरि हाम्रो यङको डबल स्लिट एक्सपेरिमेन्टमा के भनेको थियौँ भन्दाखेरि सपोज हामी के भन्छ एउटा स्लिट हो होइन, यो S1 सपोज अहिले त मैले एबी लिएको छु त्यही हिसाबले गरिदिउँ है। सपोज यहाँनिर ए छ यो बी छ है। यहाँबाट हामीसँग यहाँनिर एउटा स्क्रिन हुन्छ, योबाट मैले के गरेँ एउटा यो भनेको एउटा बेसलाइन हो है। र मैले के गरेँ यो एबाट के गरेँ भन्दाखेरि यो यहाँबाट यहाँ हामीलाई एउटा सोर्स छ, यसबाट यसरी सोर्सबाट आउँछ नि त। अनि यदि यो सोर्सबाट यो सोर्सबाट यसरी ओर्डिनल सोर्सबाट आएको चाहिँ यदि हामीले जब यिनीहरू एउटै पोइन्टमा सुपर इम्पोज गर्छौँ तब इन्टरफेरेन्स हुन्छ है। यो डबल स्लिट एक्सपेरिमेन्टले सेम त्यही कन्सेप्ट यहाँ पनि लाग्ने भन्दाखेरि म अलिकति भन्दैछु है। यहाँबाट आयो अब त्यसपछि यो बीबाट पनि के गरेँ हामीले यदि लाइनलाई कुनै एउटा पोइन्ट पी यो कुनै एउटा पोइन्ट पी लिइदिउँ सपोज है। अनि त्यसै गरी यो एबाट मैले यदि प्यारलल लाइन लिइदिएँ यहाँनिर बीबाट पनि यसरी प्यारलल लिइदिएँ भने यो ए र बी बिचको के हो त डिस्टेन्स भनेको त डी हो, यति भनेको त डी हो है। यति भनेको के हो त भन्दाखेरि अब डी/2 होला नि त। यति भनेको डी/2 भनेको यति पार्ट भनेको यति डिस्टेन्स भनेको डी/2 हुन्छ है। यो डी/2 भनेको अब यो त डी/2 भन्दा त यो फ्रिन्ज यो भनेको हाम्रो फ्रिन्ज निकाल्ने हो क्या, एक्स निकाल्ने फ्रिन्ज हो। यो फ्रिन्ज निकाल्नुको लागि हामीले के गर्यौँ कहिलेकाहीँ अब के कस्तो पनि भइदिन्छ भन्दाखेरि यो पी भन्ने मैले भित्र लिइदिउँ भने के हुन्छ अलिक अलग फरक आउँछ। अब त्यो म यो यङ डबल स्लिट एक्सपेरिमेन्टमा देखाउने छु है। त्यो भित्र लिएको अब यहाँ अहिले चाहिँ म बाहिरको देखाइदिन्छु, त्यसमा भित्रको देखाइदिन्छु के फरक छ भन्ने आफै बुझ्नु है। यसमा चाहिँ यो एक्सलाई चाहिँ के गर्नुपर्छ एक्सबाट यो डी/2लाई हामीले सब्ट्र्याक्ट गर्नुपर्छ, उसमा चाहिँ डी/2बाट एक्सलाई घटाउनुपर्छ क्या। त्यति कुरा हो, केही फरक छैन, सेम प्रोसेस। जे गर्दा पनि डार्कको निकालौँ या ब्राइटको निकालौँ कुरा एकदमै एउटै हो है। र अब हामीले यहाँबाट एक्सको भ्याल्युलाई कसरी निकाल्छौँ भन्दाखेरि अब यो एक्सको निकाल्नलाई चाहिँ हामीले अब अहिले के गर्यौँ भन्दाखेरि अब यहाँनिर पुग्ने जस्तो लाग्यो नलाग्यो। ठिक छ, म जति पुग्छु यहाँनिर लेखिदिन्छु। यो सपोज एक्स छ, यो यति चाहिँ यति कसरी आउँछ भन्दाखेरि टोटल एक्स छ, एक्सबाट यदि हामीले डी/2लाई हामीले घटायौँ है। डी/2लाई घटाउनुको अर्थ हामीले यो निकाल्नु त एपी हो। यो यङ डबल स्लिटमा बुझ्नुपर्ने हुने छ है। अहिले चाहिँ म त्यही डिपली जाँदैन भन्दाखेरि लामो हुने लेख्छु। यदि मैले यो एपीलाई निकाल्नु छ भने यो एपीलाई निकाल्नु खोज्दैछु, एपीलाई निकाल्नु सक्दा यो र यो पार्टलाई जोड्नु पर्यो है। मैले एपी फाइन्ड गर्दैछु, सरी एपी फाइन्ड गर्दैछु। एपी फाइन्ड गर्नलाई हामीले के गर्यौँ भन्दाखेरि यो पार्ट प्लस यो पार्ट गर्छ। यो पार्ट कसरी आउँछ भन्दाखेरि टोटल एक्सबाट डी/2लाई हामीले घटाउनुपर्छ है। एक्सबाट डी/2लाई हामीले घटाइदियौँ र हामीले यहाँ यसलाई घटाइदियौँ र यसलाई डीलाई चाहिँ
एड गरिदिउँ, अर्थात् यो पाइथागोरस थ्योरम हो, यो एपीको स्क्वायर हुन्छ। ठिक छ, यो पाइथागोरस थ्योरम युज गर्छौँ यहाँ। अनि अर्को हामीलाई चाहिएको बिपी हो है। अब बिपीको लागि किन चाहिएको भन्ने त्यो पनि चाहिन्छ। एपी माइनस बिपी गर्नुपर्छ पार्ट डिफरेन्सको लागि। हामीले पार्ट डिफरेन्स निकाल्ने हो नि त यहाँबाट। अब एपी माइनस बिपी, अब यहाँबाट हामीले के गरौँ भन्दाखेरि यो बिपी निकाल्नलाई अब यो पार्ट प्लस यो पार्ट चाहियो हामीलाई। यो एक्स प्लस डिभाइड 2 गर्नु पऱ्यो, यति एक्स भयो, यति डिभाइड 2 भयो है। अब बिपी निकाल्नको लागि यो एक्स प्लस सरी डिभाइड 2 को होल स्क्वायर प्लस यो डी स्क्वायर, क्यापिटल डी स्क्वायर गर्दाखेरि के आयो, बिपी को होल स्क्वायर आयो। यो भनेको त हाम्रो पाइथागोरस थ्योरम युज गरे हो, केही पनि गरे होइन है केटाहरू, यो गरे हो। अब यसलाई दुईटैलाई एड गर्दाखेरि के आउँछ भन्दाखेरि, दुईटैलाई एड गर्दाखेरि पार्ट डिफरेन्स इक्वल टु एक्स डी डी आउँछ। यो आउनुपर्छ है सोल्भ गरेर। यो सोल्भ गर्ने किन भन्दाखेरि अब यहाँ सोल्भ कसरी हुन्छ भन्दाखेरि सोल्भ एपी स्क्वायर माइनस यो ठुलोको स्क्वायर माइनस सानोको स्क्वायर बिपी स्क्वायर गर्ने, यहाँबाट ठ्याक्कै यो गर्दाखेरि यो निस्कन्छ। ठिक छ, यो भनेको पार्ट डिफरेन्स हो। यदि एपी माइनस यहाँनिर बिपी गर्ने, एपी प्लस बिपी गर्ने, एपी प्लस बिपी गर्ने। ठिक छ, मतलब ए माइनस बी ए प्लस बीको फर्मुला खोले हो। यदि एपी र बिपीलाई यदि हामीले इक्वल डिस्टेन्समा छ जस्तो यदि मान्यौँ भने के हुन्छ त्यतिखेर भन्ने कुरा। एपी र बिपी यदि इक्वल डिस्टेन्स भने यो त 0 जस्तो मानिन्छ। तर एउटा कुरा के हुन्छ भन्दाखेरि यदि हामीसँग दुईवटा सेम लगभग यिनी त सेम त होइनन्, एप्रोक्सिमेट सेम। यदि हामीले दुईटै एप्रोक्सिमेट सेमलाई चाहिँ हामीले जोड्ने हो भने चाहिँ डबल मानिन्छ, जोडिन्छ। तर घटाउँदाखेरि चाहिँ हामीले त्यो 0 मानिँदैन क्या। किन भन्दाखेरि तिनीहरू 0 त होइन नि त, 0 त होइन, 0 भन्दा त केही त हो नि त है, 0 भन्दा अलि बढी छ। त्यही भएर यिनीहरू चाहिँ 0 चाहिँ हुँदैन, लगभग 0 भन्दा यो चाहिँ के हुन्छ भन्दाखेरि लगभग यो बराबर लगभग बराबर हो नि त, बराबर हो लगभग डबल जस्तो मान्नुपर्छ। यहाँ चाहिँ 0 जस्तो मानिँदैन, किन भन्दा केही त रहन्छ नि त, यो दुईवटा घटाउँदाखेरि लगभग इक्वल त होइन। सो त्यही भएर यो जस्ताको त्यस्ता यहाँनिर यो बिपी है, बिपी माइनस एपी माइनस बिपी हुन्छ यहाँनिर है, एपी माइनस बिपी हुन्छ। अब यहाँ यताखेरि यो आउँछ हाम्रो एक्स डिभाइड डी आइएको थियो है। ठिक छ, अब यो एपी माइनस बिपी, सपोज यहाँनिर यो जो एपी थियो यो एपी भनेको इक्वल हुनु लाग्यो यो डीसँग इक्वल हुनु पर्यो, यो डीसँग। ठिक छ, यो डीसँग भने अब के भयो भन्दाखेरि यहाँ तल गएर के भयो भन्दाखेरि यो सल्भ गर्दै सिकाउँदैछु है म। यो एपी माइनस बिपी है, यहाँनिर के आयो त भन्दाखेरि यस्तो आउँछ है, एक्स डिभाइड डी आउँछ। यो पार्ट पनि यसरी गर्ने, यहाँबाट गर्दाखेरि यो के यहाँनिर भ्याल्यु आउँछ, गर्दाखेरि यति आउँला। अब यहाँबाट के आउँछ, यो भनेको डी हो, यो डी तल जान्छ, त्यसपछि ट्याक्कै निस्किन्छ है। त्यो चाहिँ म यहाँ डबल स्लिट एक्सपेरिमेन्ट सिकाउँछु, यहाँ पनि त्यही हो। त्यसपछि अब फ्रिन्ज विड्थ निकाल्नुको लागि फ्रिन्ज विड्थलाई बिटाले डिनोटेड गरेर हुन्छौँ है त, बिटाले डिनोट गरेर हुन्छौँ है। अब त्यो भनेको यो त फ्रिन्ज विड्थ निकाल्नु कसरी निकाल्नु पऱ्यो भन्दाखेरि त्यही हो, डार्क कि त डार्क लिने कि ब्राइट लिने, फ्रिन्ज एउटै हो है। यदि हामीले त्यो लिनुलाई हामीले के गर्न सक्छौँ भन्दाखेरि यदि हामीले ब्राइट फ्रिन्ज लिनु छ भने ब्राइट फ्रिन्जमा के हुन्छ भन्दाखेरि ब्राइट फ्रिन्जमा चाहिँ हाम्रो ब्राइट फ्रिन्जको ब्राइट फ्रिन्ज निकाल्नुको लागि चाहिँ हामीले यसको फर्मुला भनेको एलएमडा डिभाइड डी हुन्छ है। यो कुरा बुझ्नुपर्छ, यो कुरा थाहा छ। अहिले एकैछिनमा भन्छु म है, मेटाउँछु पहिला म ल। अब यहाँनिर हामीले के निकाल्छौँ भन्दाखेरि अब यहाँनिर चाहिँ हामीले यसको चाहिँ पार्ट डिफरेन्स निकाल्छौँ है। पार्ट डिफरेन्सबाट हामीले फ्रिन्ज निकाल्छौँ, एक्स निकाल्छौँ। त्यो एक्स कसरी निस्किन्छ भन्दाखेरि एकचोटि रफमा बोल्नु होला है। रफमा चाहिँ म के भन्छु भन्दाखेरि यदि हाम्रो पार्ट डिफरेन्स भनेको के हुन्छ भन्दाखेरि पार्ट डिफरेन्स भनेको चाहिँ हामीले यङ डबल स्लिट एक्सपेरिमेन्टबाट
गर्छौँ भन्दाखेरि एक्स डिभाइड डी निकाल्छौँ। त्यो एक्स डिभाइड डी यो पार्ट डिफरेन्स जहिले पनि एक्स डिभाइड डी जस्तो हो भन्ने बुझ्ने, यो घोक्ने है, कि त घोक्ने कि त बुझ्ने। अब त्यो यङडललाई डबल चिज गर्दाखेरि म बुझाइहाल्छु। अहिले त यो घोक्ने, यो चाहियो दिमागमा है, त्यतिखेर त फ्याट्टै आउने होइन। त्यही भएर पार्ट डिफरेन्स भनेको यो हो भन्ने बुझ्ने है। पार्ट डिफरेन्स भनेको जहिले पनि के हुन्छ भन्दाखेरि फर यदि ब्राइट फ्रिन्जको लागि लिने हो भने है, फर ब्राइट फ्रिन्ज अर्थात् ब्राइट है, ब्राइटको लागि लिने हो भने के हुन्छ भन्दाखेरि इभन मल्टिपल अफ एन ल्याम्डा अफ ल्याम्डा बाई 2 हुन्छ। इभन मल्टिपल यो भनेको के हो त भन्दाखेरि 2n इन्टु ल्याम्डा बाई 2 हो। 2 ले 2 काट्छ, यहाँनिर के हुन्छ एन ल्याम्डा मात्र आउँछ। अर्थात् यो एन ल्याम्डा यो पनि पार्ट डिफरेन्स हो, यो पनि पार्ट डिफरेन्स हो। अर्थात् एक्स डिभाइड डी आउँछ। यहाँबाट हामीले एक्स निकाल्छौँ। एक्स भनेको के हो त भन्दाखेरि एन ल्याम्डा, यो डी माथि जान्छ, डी बाई डी आउँछ। हो यसरी पनि बुझ्ने सर्टकट रूपमा, घोक्ने धेरै घोक्ने होइन, यसरी बुझ्ने। अब यदि यो ब्राइटको लागि यदि हामीले होइन यो रफको लागि जस्ट रफको लागि है, यदि हामीले पार्ट डिफरेन्स फर डार्कको लागि लिने हो, यदि डार्कको लागि लिने हो भने के हुन्छ भन्दाखेरि यदि पार्ट डिफरेन्स निकाल्ने हो भने त पार्ट डिफरेन्स भनेको त्यही हो, दुइटैको लागि पार्ट डिफरेन्स भनेको यही हो, एक्स डिभाइड डी भनेको यहाँनिर के हुन्छ भन्दाखेरि अड मल्टिपल जहिले पनि के आउँछ त भन्दाखेरि कि त 2n + 1 लेख्नुपर्छ कि त 2n - 1 लेख्नुपर्छ। यदि यहाँ अब यहाँ कहाँबाट भेरी गर्ने र यहाँ कहाँबाट भेरी गर्ने, यदि यहाँ हामीलाई 0 हुनलाई 1/2 बाट भेरी गर्नुपर्छ है, बल्ल त्यसमा 0 हुन्छ। त्यो यो अलिक झ्याउ हुने हुनाले यही गर्नु सजिलो हुन्छ है। यदि हामीले यहाँलाई 0 बाट भेरी गर्नु, यो अड हो नि त, यदि हामीले यसमा 1 राख्यौँ भने के हुन्छ, यदि ल यहाँको भ्याल्यु हामीले यदि 0 राख्छौँ भने सपोज यहाँनिर यदि इभन मल्टिपल भने यदि यहाँको ठाउँमा 0 राखिदियो भने के हुन्थ्यो 0 हुन्थ्यो, ठिक छ। यदि हामीले 1 राखिदियो भने के हुन्थ्यो त भन्दाखेरि 2 टाइम्स ल्याम्डा बाई 2 अर्थात् 2 यदि मैले 1 राखेँ भने 2 टाइम्स ल्याम्डा बाई 2 हुन्थ्यो, अर्थात् ल्याम्डा बाई 2 हुन्थ्यो। अनि त्यसरी 3 यो 1 ले 2 भयो, यो इक्वल भयो। अनि यदि मैले 2 राखिदियो 4 हुन्थ्यो, यो पनि इभन हुन्थ्यो, इभन हुँदैछ नि त। यदि मैले सपोज यहाँनिर 0 राखिदियो भने 1, यो के हो त अड हो नि त 1 भनेको। यदि मैले होइन यहाँको ठाउँमा 1 राखिदियो भने 2 × 1 + 1 भनेको कति हो त भन्दाखेरि 3 हो है, 3 भनेको अड हो। यसरी राख्दै जाने हो भने यो अड हो, अड मल्टिपल अफ ल्याम्डा बाई 2 नै हुन्छ, ल्याम्डा बाई 2 लिने। अब त्यसै गरी के गर्ने भन्दाखेरि अब यसलाई सल्भ गर्ने 2n + 1 इन्टु ल्याम्डा बाई 2 गर्ने। अब यहाँ वेयर भन्ने यहाँ इक्वल टु 0 1 2 डट यहाँसम्म लिने, ठिक छ। यहाँनिर लिँदै जाने यसरी। अब लिँदै जाने हो भने यो के हुन्छ पार्ट डिफरेन्स। अब यो पार्ट डिफरेन्स यो सेम हो एक्स डिभाइड डी भयो। अब यो डीलाई अब हामीले यहाँबाट एक्स निकाल्ने हो, जहाँबाट निकाल्दा पनि हुन्छ है। म यो एउटा कन्सेप्ट दिँदैछु, 2n + 1 यो ल्याम्डा डी बाई यो डी तल गयो, यो डी यहाँ तल आयो नि त 2d, ठिक छ। बुझ्यो कि नै मैले 2n + 1 अब ल्याम्डा बाई 2 जहिले पनि ल्याम्डा बाई 2 को चाहिँ यो इभन नम्बरको लागि इभन जस्ट हामी के बुझ्ने भन्दाखेरि यदि अँध्यारो हुँदैछ भने त्यो के उल्टो जस्तो लागेन, अड जस्तो लागेन। अँध्यारो हुँदैछ भने त्यो डार्कको केसमा अँध्यारो उल्टो हो भने उल्टो जस्तो अड जस्तो लाग्यो हामीलाई। अड भनेको यहाँ अड यस्तो हुनु पर्यो। यदि हामीलाई होइन जस्तै दिन हुँदैछ हिँड्नलाई हामीलाई उल्टो लाग्छ र मजा आउँदैन हिँड्नलाई, मतलब त्यो भनेको एकदम ब्राइट हो, मतलब उज्यालो, ब्राइट नै उज्यालो हुन्छ नि त। ब्राइट भनेको इभन हुन्छ, इभन भनेको जहिले पनि के हुन्छ त हामीलाई मजा आउने खालको इभन नम्बर चाहियो। सो इभन अफ द ल्याम्डा बाई 2, ल्याम्डा बाई 2 को हुन्छ। यदि इभन छ भने त्यो अड, त्यो इभन छ भने ब्राइट लिने, कन्स्ट्रक्टिभ लिने, कन्स्ट्रक्टिभको लागि मान्ने। यदि अड छ भने त्यो डार्कको लागि हो भन्ने कुरा निकाल्ने होइन, जहाँबाट निकाल्दा पनि आउँछ। सो हामीले कि त यो युज गर्छौँ कि त यो युज गर्छौँ है। हामीले दुईवटा हामीले निकाल्ने भनेको त यसमा त हामीले किन यस्तो निकाल्ने गर्दैछौँ भन्दाखेरि या त हामीलाई चाहिएको वेभलेन्थ हो, यहाँ वेभलेन्थ सोधेको, वेभलेन्थ निकाल्नुको लागि हामीलाई फ्रिन्ज विड्थ चाहिन्छ। फ्रिन्ज विड्थ भनेको के हुन्छ भन्दाखेरि फ्रिन्ज विड्थ भनेको त हाम्रो दुईवटा कन्जिक्युटिभ
फ्रिन्जको चाहिँ दुईवटा कन्जुगेटिभ फ्रिन्जको चाहिँ डिफ्रेन्स भनेको के हो त फ्रिन्ज वेभ्सको अर्थात् कन्जुगेटिभ भनेको रेगुलर आउने जस्तै 1 र 2 बिचको 2 र 3 बिचको 4 र 5 यसरी सँगसँगै जो आउँछन् दुईवटा फ्रिन्जहरू है हो त्यो फ्रिन्ज बिचको डिफ्रेन्स नै के हो त फ्रिन्ज वेभ के आउँछ भन्दाखेरि ल्याम्डा डी बाई डी आउँछ है त यो ल्याम्डा डी बाई डी आइसकेपछि चाहिँ हामीले के गर्छौँ अब यो दुईवटा अब यहाँनिर त हामीलाई एन ल्याम्डा आउने भनेको त यदि एन इक्वल टु 1 एन इक्वल टु 2 को लागि लिने हो भने के हुन्छ भन्दाखेरि दोस्रो माइनस पहिलो गर्ने हो गर्दाखेरि के आउँछ भन्दाखेरि यो भनेको कि एन ल्याम्डा डी बाई डी आउँछ यो फ्रिन्ज वेभ भनेको यदि हामीले यो ल्याम्डालाई निकाल्ने हो भने यही ल्याम्डा आउँछ त्यही भएर हामीलाई फ्रिन्ज वेभ चाहिन्छ ठिक छ मैले के भने भन्दाखेरि यो यदि हामी फ्रिन्ज कुनै पनि हालतमा फ्रिन्ज वेभको यदि डिफ्रेन्स निकाल्छौँ भने कन्जुगेटिभ फ्रिन्ज वेभको निकाल्न सक्यौँ भने त्यतिखेर के आउँछ भन्दाखेरि हामीलाई फ्रिन्ज वेभ आउँछ फ्रिन्ज वेभ यो ल्याम्डा निकाल्नु भनेको मोनोक्रोमेटिक वेभलेन्थ हो है त्यही निकाल्नु भने त्यो निकालेपछि हाम्रो काम खत्तम यो फर्स्ट वान त्यसै फ्रिक्वेन्सन त हामीले अब बुझाउँछौँ त्यसरी खोज्ने काम याद रट्ने काम पढ्ने काम बुझ्ने काम तपाईँहरू है अब मैले के लिन्छु भन्दाखेरि फर ब्राइट फ्रिन्ज ब्राइट फ्रिन्जको लागि के लिन्छु भन्दाखेरि यसको त्यही गरिदिन्छु पार्ट डिफ्रेन्स भनेको चाहिँ मैले यहाँबाट सिधै एक्स लिन्छु है मैले जसरी अगाडि सिकाएको छु त्यही हिसाबले गर्ने नत्र म त्यही हिसाबले लेखाइदिन्छु पार्ट डिफ्रेन्स भनेको एक्स डी बाई डी भनेको एक्स पार्ट डिफ्रेन्स के हुन्छ त भन्दाखेरि पार्ट डिफ्रेन्स भनेको के हुन्छ भन्दाखेरि इभन मल्टिपल हुन्छ है 2n टाइम्स ल्याम्डा बाई 2 को इभन मल्टिपल हुन्छ एन एक्स चाहिँ यहाँ 2n यो 2 काटिन्छ है एन ल्याम्डा हुन्छ एन ल्याम्डा यो डी माथि गयो डी बाई डी आयो हैन हामीलाई यो चाहियो अब यो भइसकेपछि यो भयो अब जहाँ चाहिँ n इक्वल टु 0 1 2 डट यसरी जाने ठिक छ n भनेको यसरी जान्छ मैले किन यो बनाएँ जहाँ यो n भनेको चाहिँ 0 राख्यो भने यदि के आउँछ त भन्दाखेरि 0 राख्यो भने 0 आउँछ यदि 1 राख्ने भने ल्याम्डा डी बाई डी आउँछ है त्यो आएपछि चाहिँ अब लेट गर्नु पर्यो त्यसपछि हामीले के लेट गर्नु पर्यो भन्दाखेरि कुनै दुईवटा कन्जुगेटिभ फ्रिन्ज लिनु पर्यो कन्जुगेटिभ भनेको सँगसँगै आउने जस्तै हाम्रो x1 लियौँ है x2 3 यसरी कुनै दुईवटा कन्जुगेटिभ हामीले फ्रिन्ज लियौँ भने जुनसुकै लिँदा पनि हो जस्तै हामीले यदि n इक्वल टु हामीले यदि 1 लियौँ है यदि x इक्वल टु n लिन्छौँ 1 लिन्छौँ अर्को चाहिँ x इक्वल टु n-1 पनि दिन सक्छौँ है यो n हो भने n बाट एउटाको हो नि त n-1 भनेको त है n-1 n-2 जस्तै मैले के भने भन्दाखेरि यहाँनिर n-2 थियो n-2 भन्दाको सँगैको अर्को ठुलोको हो त भन्दाखेरि n-1 हो n-1 भन्दाको अलि ठुलोको n हो n भन्दा अलि ठुलोको हो त भन्दाखेरि n+1 हो यो n+1 भन्दा ठुलोको हो त n+2 हो यसरी यहाँबाट पनि आउँदै जान्छ यहाँबाट कुनै दुईवटा मैले सपोज यो दुईवटालाई लिने निर्णय गरेँ यहाँ हजुरले यो दुईवटालाई लिन सक्नुहुन्छ यो दुईवटालाई जुनसुकै दुईवटालाई लिनु सँगैको मात्र लिनु पर्यो मैले कुनै दुईवटा यो दुईवटालाई लिन्छु भने है के लेट गर्छु भन्दाखेरि लेट xn and xn-2 अब यसो गरौँ म यो मैले लेखिदिन्छु है xn र xn-2 के हो मैले xn र xn-2 मैले के लिएँ एउटा फ्रिन्ज लिएँ ब्राइट फ्रिन्ज लिएँ हैन be the position of के भन्न सक्छौँ position of
यो nthको लागि हो एन्ड n minus sorry n minus 1 n minus 1 n minus 1 यो x1 x2 भनेको कि त पोजिसन अफ nth र n minus 1 हो अफ कोर्स हो त भन्दाखेरि ब्राइट फ्रिन्जको है ब्राइट फ्रिन्ज फ्रम कहाँबाट भन्दाखेरि सेन्टरलाई मैले सी भने फ्रम सेन्टर सीबाट कहीँनिर ओ माने होला सी भन्दा ल ठिक छ यहाँनिर ओ नै मान्छ यहाँ के भन्छ ल ओ मान्ने यहाँ पनि के मान्छ त ल ओबाट माने होइन यदि ओबाट मानेपछि अब यो ओबाट अब त्यसै गरी हामीले के गर्न सक्यौँ भन्दाखेरि फ्रेन्ड विथ इज गिभन बाई भन्ने होइन मेटाइदिन्छु म के गरी निकाल्ने हो क्या दुइटाको लागि हेर्ने हो नि त देन friend is given by when friend is given by अब हामीले यदि यसमा यदि 1 लिने हो भने x1 भनेको कति छ x1 को हामीले यहाँनिर xn को लिएको छ नि त xn लियौँ xn n u n को ठाउँमा xn नै राख्ने यो xn को लागि लियौँ भने n त यहाँ नै हुन्छ n ल्याम्डा d भाइ अन्त d हुन्छ अर्को हामीले के लियौँ भन्दाखेरि एन्ड भन्ने एन्ड x n minus 1 लियौँ n minus 1 लिने n minus 1 n को ठाउँमा है ल्याम्डा d भाइ d लियौँ त्यो केही पनि गरे हामीले क्या पुट भन्ने के हेर्नु पुट भन्ने पुट ल यहाँनिर लेखिदिन्छु पुट माने पुट n इक्वल टु n यहाँनिर एन्ड पुट n इक्वल टु n minus 1 गरे अब केही पनि गरे ठिक छ n को ठाउँमा n minus 1 पुट गरे अब यसलाई सिम्प्लिफाई गरिदिउँ त अलिकति यो ल्याम्डा d ले यहाँनिर n ल्याम्डा d बाई d भयो हो यहाँनिर यो ल्याम्डा d ले फेरि यहाँनिर के भयो माइनस ल्याम्डा d बाई d मैले सिधै सेपरेट गरिदिएको छु है यदि त बुझ्नुपर्छ यो एउटा आयो हाम्रो र यो एउटा आयो ठिक छ यो दुईटाको डिफरेन्स भन्नु नै के हो त फ्रेन्ड विड्थ हो है xn minus 2 निकाल्नु हैन यो दुईटा निकाल्नु पर्यो डियर 4 भन्ने है यो निकाल्नु पर्यो अब हामीलाई के हुन्छ होला है यसरी यो निकाल्यो अब यहाँ यो डिफरेन्स कति आउँछ भन्दाखेरि यो लेख्ने हो अब यो xn को ठाउँमा कति छ हाम्रो n ल्याम्डा d बाई d छ अब हाम्रो माइनस आयो माइनस n यो xn minus 1 हो नि त ल्याम्डा d बाई d यो माइनस ल्याम्डा d बाई d आयो ठिक छ अब यो पोस्ट ब्रेकेट यो ब्रेकेट अब यो माइनस लिएर गर्दाखेरि यो माइनस लिएर गर्दा यो माइनस भयो यो माइनस लिएर गर्दाखेरि प्लस भयो ठिक छ यो दुईटा काटियो गर्दाखेरि के आयो त भन्दाखेरि फ्रेन्ड विड्थलाई मैले के भनेको थिएँ बिटा मान्छु भनेको थिएँ है यो बिटा इक्वल टु के आयो त भन्दाखेरि ल्याम्डा d बाई d आयो बुझ्यो बुझेको हुँदैन भनेको मैले सबभन्दा मैले ब्राइट फ्रिन्जको लागि लिएँ ब्राइट फ्रिन्जमा के हुन्छ भन्दाखेरि यो पार्टी फ्रिन्ज यो सिधै यो लेख्दा पनि हुन्छ सिधै लेखिदिँदा पनि हुन्छ मैले के जनरली बुझिन्छ भने पार्टी फ्रिन्ज दुईटै भ्याल्यु हुन्छ भन्ने हो पनि अनि अर्को चाहिँ यदि हाम्रो ब्राइट फ्रिन्ज छ भने त्यतिखेर इभन मल्टिपल अफ ल्याम्डा बाई 2 भन्ने अनि कहिले पनि नभुलिने तरिका हो कि यो भनेको अब जनरली यो भने कहिलेकाहीँ भुलिन सक्छ नि बिर्सिन सकिन्छ त्यही भएर मैले यो गरेँ अब डाइरेक्ट सिधै यो गरिदिँदा भयो त बेटरै हुन्छ यदि त्यो दिमागमा छ भने यदि छैन भने यो गर्दा नि बेटरै भयो है लेनदेन नै त्यति xn र xn माइनस 1 द पोजिसन अफ n र n minus 1 द ब्राइट फ्रिन्ज भन्ने हैन अब यो भने त्यसपछि चाहिँ अब हामीले के निकाल्ने फ्रिन्ज विड्थ निकाल्ने फ्रिन्ज विड्थ भनेको बिटा हो है मैले फ्रिन्ज विड्थ यदि पुट यो इक्वेसन यसमा चाहिँ यदि n निकाल्यौँ भने nth पोजिसनको लागि निकाल्यौँ भने यो आयो यदि यो n minus 1 को लागि भने दुईटा कन्जुगेटिभ हो नि त यो n minus 1 भन्दा अलि अगाडिको यो अगाडिको माइनस पछाडिको घटाउने हो त्यसपछि हाम्रो के आउँछ फ्रेन्ड विड्थ आउँछ जहिले पनि यो भनेको त हाम्रो सिरिजसँग 9 10 मा सिरिज गरेका थियौँ है तीनवटा सिरिज हो त्यही सिरिजसँग चाहिँ यो के हुन्छ लिमिटेड छ त्यो गर्दाखेरि यहाँनिर सल्भ गर्यौँ यसलाई चाहिँ हामीले यहाँ डाइरेक्ट लिएर खोल्दा पनि हुन्छ मैले यहाँनिर खोल्दिएँ है यसलाई यो एकचोटि यसलाई मल्टिप्लाई गरेँ एकचोटि यसलाई मल्टिप्लाई गरेँ त्यो खुल्यो
त्यहाँबाट यो सबट्र्याक्ट गर्दाखेरि यो हाम्रो के आयो त ब्राइट फ्रिन्जबाट हाम्रो के आयो त यसको चाहिँ फ्रिन्ज विड्थ आयो। अब यहाँ वेभ लेन्थ निकाल्नुको लागि केही पनि गर्नु पर्दैन। अब यो ल्याम्डालाई निकाल्ने अब हामीले अब त्यसपछि म डार्कको लागि पनि एकचोटि सिमिलरली भनेर गरिदिउँ है त। यसको लागि चाहिँ हामीले के गर्छौँ भन्दाखेरि अब यो सिमिलरली भन्ने है सिमिलरली फर ब्राइट फ्रिन्ज फर डार्क फ्रिन्ज बीटा इक्वल टू बीटा भनेको के हो त भन्दाखेरि मैले भनिहालेँ विथ फ्रिन्ज विड्थ टु बीटा इज इक्वल टू के आउँछ त भन्दाखेरि यही आउने हो। कसरी आयो त्यो पनि म लास्टमा भन्दा त्यो देखाउनु जरुरी छैन, एउटाको देखाउने हो भइहाल्छ है। यो आयो बीटा इक्वल टू यो भनेर देखाएँ है त। सबै योलाई चाहिँ बीटा ड्यास मानिदिएँ। अब दुइटै बीटा किन मान्ने है, हुन त दुइटै एउटा हो, त्यही पनि यो ब्राइट यो डार्कको लागि यो ब्राइटको लागि भन्ने। अब त्यो भइसकेपछि चाहिँ हामीले के भन्ने भनेखेरि अब हिन्स भन्ने ब्राइट एन्ड डार्क आर इक्वली। अब यसलाई कहाँ लेखिदिउँ, म यहाँनिर लेखिदिन्छु हिन्स bright and dark are same fringe and width. Then बीटा। अब यसलाई बीटा ड्यास भने अब दुइटै सेमहरू हुनाले जस्तै यहाँनिर हामीले के भन्नु सक्छौँ भन्दाखेरि बीटा इक्वल टू बीटा ड्यास हो भनेर यो हामीले देखाइदिनु सक्छौँ है। यो सेम हो भने हामीले बीटा ड्यास ल्याएको के हुन्छ बीटा लेख्न सक्छौँ। अब बीटा इक्वल टू यही देखाउने हो नि त ल्याम्डा डी बाई डी। अब यहाँबाट हामीले ल्याम्डा निकाल्ने हो। ल्याम्डा भनेको के हो त भन्दाखेरि यो बीटा डी बाई यही नै के हो त हाम्रो रिक्वायर्ड एक्सप्रेसन फर फर्स्ट पार्ट। रिक्वायर्ड एक्सप्रेसन यति कुरा हो, केही पनि छैन। फर्स्ट 5-7 मार्क्समा आउँछ है कुरा। यहाँबाट एकचोटि यो ब्राइटको लागि यस्तै हुने। यो हामीले पार्टिसन इक्वल टू यो देखाउन सक्छौँ। योबाट एक्स निकाल्न सक्छौँ। यदि हामीले होइन पर्टिकुलरली 1 2 लिन्छौँ भने पनि हुन्छ। यदि हामीले यहाँनिर एक्स इक्वल टू 1 लियौँ भने यो एन ल्याम्डा बाई डी हुन्छ नि। मैले त्यसलाई पर्टिकुलर रूपमा देखाउने हो भने त्यो कहाँनिर अब स्पेसै छैन है। ल सपोज यहाँनिर देखाइदिन्छु। यदि मैले एक्स इक्वल टू 1 लिन्छौँ भने x1 इक्वल टू ल्याम्डा डी बाई डी आउँछ। यहाँको ठाउँमा राख्दाखेरि त डी आउँछ। यदि x2 लिने हो भने यो 2 ल्याम्डा आउँछ, 2 ल्याम्डा डी बाई डी आउँछ। ठिक छ। यदि x2 माइनस x1 गर्ने हो भने यो बीटा हो होइन। अब योबाट यो घटाउने यो के हो, यसको 2 टाइम्स हो नि टोटल, यो 1 टाइम्स हो। यति 2 टाइम्स हो भने मतलब 2 ल्याम्डा डी बाई डीबाट हामीले ल्याम्डा डी बाई डी घटाउँछौँ भने के आउँछ 2 बाट 1 घटाउँदाखेरि आखिरमा ल्याम्डा डी बाई डी नै आउने हो है। यो बीटा एउटै कुरा जहाँ जुन सुकै लिने है। अब यो यसरी बेलेगमा लेख्नु मैले यसरी देखाइदिएर हुन्छ है। त्यसरी नगर्ने कुनै एउटा लिने जुन सुकै लिँदा भने मैले यहाँ -1 जनरल इक्वेसन हो नि त, जनरलमै देखाउनु पर्ने हुन्छ। जुन देखाउँदा पनि केही फरक हो लिएर। यदि हामीले है ब्राइटको लागि लिन्छौँ भने पनि ठिक छ। लाइक त्यो भयो। अब ब्राइटको लागि बनाउँछ है। ब्राइटको लागि हुन्छ भन्दाखेरि ब्राइटको लागि त यहाँबाट फरक हुन्छ। यहाँनिर के हुन्छ भन्दाखेरि 2n + 1 अफ ल्याम्डा बाई 2 हुन्छ। ठिक छ। अब यहाँनिर हाम्रो के आइदियो भन्दाखेरि 2n + 1 2d आउँछ है। यो यस्तो आउने हो। र यहाँ मैले यो सेम लिने फर यहाँनिर चाहिँ डार्क लिने है। यहाँनिर चाहिँ डार्क पनि लिने। ठिक छ। यो सेम खाले अनि यहाँ पनि के हुन्छ भन्दाखेरि 2n + 1 हुन्छ 2d हुन्छ है। अब यहाँनिर चाहिँ हाम्रो के आउँला भन्दाखेरि
अब यो n-1 n को ठाउँमा हो नि त हामीले राख्नुपर्ने अरू है यहाँनिर के आउँछ भन्दाखेरि यो n को ठाउँमा राख्ने हो भने n माइनस यो n को ठाउँमा 2n-1 प्लस 1 छ मतलब यो भनेको कस्तो हो यहाँनिर ठाउँ कुनै होइन भनेर मात्र हो अब यो 2n प्लस 1 अब यो n को ठाउँमा त हामीले के गर्न सक्छौँ भन्दाखेरि यहाँनिर त n-1 राख्नुपर्छ प्लस 1 यतिको ठाउँमा हो नि त यो जस्ताको त्यस्तै हो अब यहाँनिर ल्याम्डा डी त जस्ता त्यस्तै छ ल्याम्डा डी बाई 2d अब यसलाई हामीले है खोल्नु पऱ्यो हामीले यो 2n माइनस 2 प्लस 1 ल्याम्डा डी अपन 2d जस्ता त्यस्तै यो खोल्यो भने त यो 2 बाट 1 हटाउँदाखेरि 2n माइनस 1 ल्याम्डा डी अपन 2d आउँछ अब यो दुईटालाई डिफरेन्स दिने नि त डिफरेन्स दिँदाखेरि त्यही आउँछ है हो अनि यहाँबाट अब यो चाहिँ म मेटाउँछु एउटा लास्ट पार्टहरू छ अब प्रिकोजनको प्रिकोजनमा के भनिरहेको छ भन्दाखेरि यसमा फर्स्टमा के भनिरहेको छ भन्दाखेरि जहिले पनि यो स्लिटहरू छ यो एबिएस भन्ने यिनीहरू चाहिँ के हुनुपर्छ जति सक्दो सानो हुनुपर्छ मैले के भने स्लिटहरू एकदमै सानो हुनुपर्छ ठिक छ सेकेन्डमा के छ भन्दाखेरि जो यो रिफ्र्याक्टिङ एज छ रिफ्र्याक्टिङ एज भनेको यो हो यो बाइप्रिज्मको रिफ्र्याक्टिङ एज भनेको यो हो एउटा तीनवटा एज छ नि त यो रिफ्र्याक्टिङ एज चाहिँ जो एउटा स्लिट छ सपोज यहाँनिर एउटा स्लिट छ यस्तो यो स्लिटसँग यो एउटा प्यारलल हुनु पऱ्यो भने अब के पनि स्लिट युएस छ त्यसलाई मैले यस्तो जस्तो माने कुनै एउटा एजसँग चाहिँ प्यारलल हुन्छ भने सबभन्दा मैले स्लिट चाहिँ एकदमै सबभन्दा सानो हुनु पऱ्यो त्यसपछि यो स्लिट चाहिँ कुनै एउटा एजसँग प्यारलल हुनु पऱ्यो र अर्को के छ भन्दाखेरि जो यो अप्टिकल लाइन जोइनिङ छ सरी यो जो स्लिटलाई जोइन गर्ने लाइन छ यो कुनै एजमा जो एज र स्लिटलाई जोइन गर्ने स्लिटको यो एज अफ द दिस यो बाइग्राइडको यो एज छ यसलाई जोइन गर्ने लाइन चाहिँ के हुन्छ यसलाई जोइन गरेपछि जो लाइन छ यो लाइन यो र यो लाइनलाई जब जोइन गरेपछि जो लाइन छ यहाँदेखि यहाँसम्म जो जोइन गरेको लाइन यो चाहिँ प्यारलल हुनु कसरी गर्दा भन्दाखेरि यो अप्टिकल बेन्चसँग चाहिँ यसलाई चाहिँ हामी के भन्छौँ होरिजेन्टल लाइनलाई अप्टिकल बेन्च भन्छौँ योसँग चाहिँ यो भएको लाइन चाहिँ यो र यो जोइन गरेपछि जो लाइन प्यारलल हुन्छ त्यो जो लाइन जान्छ त्यो प्यारलल गऱ्यो यो लाइनसँग भन्यो यस्तो हुनैपर्छ है अब त्यसपछि चाहिँ हामी यहाँनिर एउटा के हुन्छ माइक्रोस्कोप हुन्छ है माइक्रोस्कोप यहाँनिर माइक्रोस्कोप हुन्छ यो माइक्रोस्कोपको एक्सिस र जो यो हाम्रो यो अप्टिकल लेन्स छ यो लेन्स चाहिँ के हुनु पऱ्यो यो प्यारलली हुनु पऱ्यो एउटै डिरेक्सनमा हुनु पऱ्यो भने है फोर्थ र त्यसपछि यति कन्डिसन भइसकेपछि के हुन्छ त एफिसियन्स एमाउन्टमा के हुन्छ त हाम्रो फ्रेन्ड चाहिँ के निस्कन्छ भने फर्स्टमा के भन्यो भन्दाखेरि फर्स्टमा चाहिँ के भन्यो भन्दाखेरि फर्स्टमा चाहिँ हाम्रो एकदमै न्यारो स्लिट चाहिन्छ है स्लिट सबभन्दा एकदमै सानो हुनु पऱ्यो त्यसपछि चाहिँ रिफ्र्याक्टिङ यो बाइग्राइडको रिफ्र्याक्टिङ एज चाहिँ यो प्यारलल स्लिटसँग रिफ्ल्याक्टिङको चाहिँ यो भयो यो स्लिटसँग चाहिँ बाइग्राइडको एज चाहिँ प्यारलल भयो अर्कोमा के छ भन्दाखेरि जो यो लाइन जोइनिङ गर्ने यो स्लिट र यो बाइग्राइडको एज छ यो स्लिट गर्ने जो लाइन निस्कन्छ त्यहाँबाट रे निस्कन्छ त्यो रे चाहिँ यो अप्टिकल लाइनसँग प्यारलल हुन्छ र अर्को चाहिँ के छ भन्दाखेरि यो एज छ यो लाइनसँग चाहिँ लेन्सको एक्सिस प्यारलल ठिक छ यो प्यारलल अर्को के छ भन्दाखेरि त्यसपछि यति कन्डिसन भएपछि चाहिँ यो सब्सटेन्स एमाउन्ट बिटा निस्कन्छ हस् त यति भन्दै म यो क्वेसनबाट समाप्त भएको घोषणा गर्छ है ठिक छ अब भोलिको दिन पनि छ है 29 डेज हो आज चाहिँ है अब यो महिना फागुनको 29 गते हो हजुर है त 2081 फागुनको 29 गते है बाई बाई भन्न चाहन्छु।